धन्यवाद कार्यक्रमका सञ्चालक अन्डा शिविरका जिल्ला कमिटी सहसचिव, आजको प्रमुख अतिथिज्यू, विशिष्ट अतिथि लगायतज्यू, पार्टीका नेताहरू, अन्डा शिविरका सहयोगका कमरेडहरू र यो हाम्रो पत्रकार सम्मेलनको निम्तोलाई स्वीकारेर आउनुभएका आम पत्रकार साथीहरूमा हार्दिक हृदयदेखि धन्यवाद ज्ञापन गर्दै हामीले चाहिँ यही माघ 29 गते यो राष्ट्र र राष्ट्रियताको विषयमा वक्तृत्व कला कार्यक्रम आयोजना गर्न गएका छौँ। अब अहिलेका नयाँ पुस्तालाई कसरी यो राष्ट्र र राष्ट्रियताको विषयमा केही अध्ययन गर्नुहोला, यसको विषयमा केही बुझ्नुहोला, राष्ट्र र राष्ट्रियता के हो भन्ने कुराहरू आम युवा पिँढी, आम युवा पङ्क्तिहरूलाई जानकारी नै छैन। यो कुराहरू जानकार रहनुहोला भन्ने हेतुका साथ अन्डा शिविर बाँके जिल्ला कमिटीले यो कार्यक्रम आयोजना गर्न लागेको हो र यसको तपाईको समन्वय चाहिँ नेकपा एमाले क्षेत्र नम्बर 1 ले गर्दैछ। म यो प्रेस विज्ञप्ति पढेर तपाईँ सम्पूर्णमा सुनाउन चाहे। प्रेस विज्ञप्ति। प्रिय पत्रकार मित्रहरू, अन्डा शिविर आफ्नो स्थापना कालदेखि नै राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको सन्दर्भमा निरन्तर सङ्घर्ष गर्दै आइरहेको छ। अन्डा शिविर विद्यार्थी आन्दोलनको नेता, राष्ट्रियताको पहरेदार र गणतान्त्रिक आन्दोलनको योद्धाको रूपमा आफ्नो गर्विलो इतिहास स्थापित गरेको छ। जनताको जनजीविकाका मुद्दाहरूमा हमला हुँदा, विद्यार्थीका अधिकारहरू खोसिँदा, राष्ट्र र राष्ट्रियतामाथि आन्तरिक प्रहार वा आक्रमण हुँदा अन्डा शिविर निरन्तर सडकमा आवाज बुलन्द गर्दै आइरहेको सबैमा अवगत नै छ। 2. राष्ट्रियता र लोकतन्त्र आधुनिक राज्य व्यवस्थाका दुई आधारभूत राजनीतिक अवधारणा हुन्। यी दुवैले केवल सैद्धान्तिक शब्द मात्र होइनन्, राज्य सत्ता सञ्चालन गर्न मूल दर्शन पनि हुन्। विश्व राजनीतिक इतिहासले देखाएको छ, जहाँ लोकतन्त्र कमजोर भयो त्यहाँ राष्ट्रियता निरङ्कुशताको औजार बन्यो, जहाँ राष्ट्रिय चेतना कमजोर भयो त्यहाँ लोकतन्त्र बाह्य हस्तक्षेप र आन्तरिक विघटनको शिकार बन्यो। त्यसैले यी दुई बीचको सन्तुलन नै कुनै पनि राष्ट्रको राजनीतिक स्थायित्व र सार्वभौमिकताको मुख्य आधार हो। नेपाल जस्तो राजनीतिक सङ्क्रमण, विविधता र वैचारिक सङ्घर्षको देशमा राष्ट्रियता र लोकतन्त्रको सम्बन्धलाई राजनीतिक दृष्टिकोणबाट बुझ्नु अझै आवश्यकता छ। अहिले पछिल्लो चरणमा राष्ट्रियता, लोकतन्त्र र नेपालको संविधानमाथि चौतर्फी आक्रमण भइरहेको छ। राष्ट्र र राष्ट्रियता रहन्छ कि रहँदैन, जनताले गम्भीर ढङ्गले प्रश्न गरिरहेका छन्। र 3 नम्बरमा राष्ट्रियता र लोकतन्त्रलाई मूल विषय बनाएर अन्डा शिविर जिल्ला कमिटीको आयोजनामा जिल्ला स्तरीय खुल्ला वक्तृत्व कलाको आयोजना यही माघ 29 गते कोलपुरमा गर्न गइरहेका छौँ। 4थो नम्बरमा प्रथम पुरस्कार हामीले 7,000 यो विज्ञप्तिमा लेखेका छौँ, तर हामीले सच्याएर यसलाई बढाएर 10,000 भन्ने यही प्रेस विज्ञप्ति मार्फत प्रेस मिट मार्फत जानकारी गराउन चाहे। दोस्रोलाई 6,000, तेस्रोलाई 5,000, चौथोलाई 3,000, चौथोलाई 4,000, पाँचौँलाई 3,000, सातौँलाई 2,000। साथै सहभागी विद्यार्थी साथीहरूलाई चाहिँ 250 सहित प्रमाणपत्र दिने पनि हामीले यही प्रेस मिट मार्फत उद्घोष गर्न चाहन्छौँ। 5 नम्बरमा यस खुल्ला वक्तृत्व कला प्रतियोगितामा 25 वर्षभन्दा मुनिका युवाहरू विद्यार्थीले भाग लिन पाउनुहुनेछ। मिति 6 नम्बरमा मिति 2082 साल माघ 25 गते 4 बजेभित्र नाम टिपाइसक्नुपर्ने। 7 नम्बरमा चाहिँ राष्ट्रियता र लोकतन्त्र सम्बन्धी विषयमा 6 मिनट समय तोकिएको हुनेछ। र अन्तिममा म के भन्न चाहे भने अन्डा शिविर जिल्ला कमिटीको आयोजनामा नेकपा एमाले क्षेत्र नम्बर 1 क्षेत्रीय कमिटीको व्यवस्थापनमा हुन गइरहेको जिल्ला स्तरीय वक्तृत्व कलामा सहभागी हुनको निम्ति सम्पूर्ण विद्यार्थी साथीहरूमा हार्दिक अपिल गर्दछु। हार्दिक अभिवादन सहित धन्यवाद। प्रकाश विश्वकर्मा, अध्यक्ष। हामीले चाहिँ तिनीहरूले जानेर जुन अहिले नवा पुस्ता, जेनजी पुस्ता भन्छन्, त्यो नवा पुस्ताले चाहिँ वास्तवमा राष्ट्रियता के हो त, लोकतन्त्र के हो त भन्ने कुरा चाहिँ नबुझिकन, नजानिकन यत्रो आन्दोलन भएको अवस्था छ। त्यो हुनाले अहिले विद्यार्थीहरूले युवाहरूले सबैभन्दा बुझ्नुपर्ने आवश्यकता के छ भने यो राष्ट्र के हो, राष्ट्रियता के हो भन्ने कुरा सबैभन्दा पहिला बुझ्न आवश्यक ठहरिएको छ, आवश्यक प्रमाणित भइसकेको छ। त्यस कारणले हामीले अन्डा शिविर बाँकेले चाहिँ सधैँ जस्तो रचनात्मक र सृजनात्मक कार्यक्रम गरेर विद्यार्थीहरूलाई हामीले सचेतना जगाउने हाम्रो पहिलेदेखि काम हो। त्यही ढङ्गबाट, त्यही मोडलबाट, त्यही स्टाइलबाट अन्डा शिविर बाँकेले चाहिँ आम विद्यार्थीहरूलाई यो माघ 29 गते हुने खुला वक्तृत्व कला प्रतियोगितामा
उपस्थित भइदिनु होला भन्ने एकदम अभिप्राय छ। धन्यवाद, नमस्कार। धन्यवाद।